मेरो चिन्टे टाउको नदेखाइ एउटा चिन्टे अर्को चिन्टे आज चाहिँ यहाँ पूजा हुँदैछ हाम्रो मूल घरमा भन्नुहोस् आज 1 वर्ष बाद पूजा हुँदैछ हाम्रो मूल घरमा गाइस 1 वर्ष 1 महिना हाम्रो घर चोखाउने पूजा यहाँ मलाई बाले सिकाउनु हुँदैछ भ्लग गर्नु त्यो र आन्टीको काम छैन मेरो आन्टीको काम छैन अरे गाइस यहाँ चाहिँ सेलरोटी पार्टी छ स्टार्टै भएको छैन भन्दैछ यहाँ अन्त स्ट्रगल देखाउनु परेन अन्त अगाडि न त्यो पर्फेक्ट देखाउँदैन आन्टी एउटा भ्लगर अघि यहाँ फोन ल्याएर यहाँ भिडियो बनाउनु रडी पार्थ्यो है ए मान्छेले चाहिँ यस्तो स्ट्रगल गरेर पर्फेक्ट भएर मात्रै बनाउनु अरे स्ट्रगल पनि त देखाउनु पर्यो मान्छेको सक्सेस मात्रै कहाँ देखाउनु 5 बजेदेखिको बेलुकाको 6 बजेसम्म उसको ड्युटी हुन्छ काम लाग्ने छोरी भनेको चाहिँ ऊ मात्रै त्यही त भिडियो अफिस पठाइदिउँ क्या मेरो आन्टीलाई त यहाँ मलाई हेर्दैछ उसको माइली छोरीको पनि तारिफ गर्छ त हेपे त मलाई यहाँ अब अड्डी गर्नुपर्ने रहेछ ऊ अर्को फेरि यहाँ भयो के भयो भन्दैछ हो यो चाहिँ हाम्रो साइला काकाको घर फाउन्डेसन मात्रै भइरहेको छ हो यो चाहिँ माइला काकाको मूल घर यो चाहिँ हाम्रो घर यो चाहिँ कान्छा काकाको घर हो पर यो पिस्टुको घर यस के बाल्ने धुप चाहिँ हाम्रो फुपा आउनु भएको छ फुपा चाहिँ यत्तिकै भन्नु न 2 शब्द के भएको के भन्नु के पनि नभन्ने ए ल नमस्कार नमस्कार यहाँ चाहिँ हाम्रो फुपू बल्ल बल्ल आउनु भएको पुरा काम गर्नु हुँदैछ खोइ हाम्रो फुपू भनेको त आमा पो रहेछ हेर अन्त फुपूले भाडा मोल्नु हुँदैछ यतिको फुपू चाहिँ कहाँ पाउँछ मान्छेले गाइस अन्त म चाहिँ यहाँ छु नुहाएको पनि छुइनँ अब नुहाउँछु म चाहिँ के पिउँदैछु अहिले गाइस